हेर्नुहोस् त गाइज, यस्तो खालको यो माथि देखाए जस्तै यस्तो काम नेपालमा कहिले होला? यस्तो गरिकन त डेभलप नेपालमा पनि हुन पाए मलाई खुसी लाग्थ्यो साथीहरू। म अघिदेखि हेरेको यसको न खुट्टा न तलबाट सपोर्ट छ। यस्तो गरिकन त पुल पनि बनाउँदो रहेछन् विकसित देशमा, होइन? तपाईँहरूलाई कस्तो लाग्यो यो? हेर्नुहोस् त यो पुल कसरी त्यहाँबाट मात्रै सपोर्ट भएको हुनसक्छ। हेर्नुहोस् त हाम्रो देशका इन्जिनियरहरू भने त सर्टकट हुने ठाउँमा पनि त्यो घुमाउरो तरिकाले जमिनमा पनि त्यो खोला आयो भनेपछि पुरै घुमाउरो तरिकाले त्यहाँ बाटो बनाउँछन्। अनि त्यहाँ एउटा जाबो त्यो होम पाइप पनि हाल्न सक्दैन त्यो बाटोमा पनि घुमाउरो तरिकाले त्यसरी काम गर्छन्। यस्तै तरिकाले हाम्रो गाउँको पनि हाम्रो देशको इन्जिनियरलाई पनि यस्तै तरिकाको अलि सिकाउनुहोस् नेपाल शिक्षामा पढाइमा, होइन? हाम्रो देशको इन्जिनियर भनेका नै प्राविधिक इन्जिनियर भनेका नै त्यो घुमाउरो तरिकाले त्यो क्वान्टिटी पुर्याउनेतिर मात्रै लाग्छन्। अनि त्यस्तो नहोस्, यस्तै तरिकाले विकास होस् र हाम्रो देशका इन्जिनियरलाई यस्तै ट्यालेन्ट तरिकाको पढाइ शिक्षा सिकाइयोस् अबको आउँदो पिँढीमा। यहाँ हाम्रा बाटो बनाउने त बाटोभन्दा पनि लामो तरिकाको घुमाउँछन् यहाँको नेपालको। हामीले मैले धेरै जसो देखेको ठाउँमा क्वान्टिटी पुर्याउने हिसाबको मात्रै गरे हुन्छन् गाइज, होइन? जसरी पनि क्वान्टिटी पुर्याउने हिसाबको आवश्यक नचाहिने ठाउँमा पुल बनाउँछन् र चाहिने ठाउँमा त्यो पुल बनाएको हुँदैन। अनि सर्टकट आवश्यक नहुने ठाउँमा पुल बनोस् र यस्तो तरिकाको पुल बनोस् हाम्रो देशमा पनि। गाइज, मेरो भनाइ यति नै छ, होइन? जसरी पनि यस्तो खालको विकास र यस्तो खालको डेभलप हाम्रो देशमा पनि बनोस्। हाम्रो देशमा त यस्ता पुलहरू धेरै आवश्यक छन्। अब ओल्लो डाँडाबाट पल्लो डाँडा अथवा भनौँ सर्टकट खोला भएको ठाउँमा सर्टकटै पुल बन्न सक्ने ठाउँमा सर्टकटै यस्तो खालको पुल बनाउन्। हाम्रो ठाउँमा के भन्दाखेरि यता खोला छ भनेपछि परै यता पुल बन्न सक्ने खालको छ भनेपछि परै खोलाको मोडमा लिएर त्यो फेरि त्यहाँ फेरि खोलाउँदो त्यति किसिमको लगानी लगाउनुभन्दा यसै गरी सर्टकट पुल बनाएर पनि त बाटो बन्न सक्छन्। हाम्रो देशको इन्जिनियरले सिकाउने यस्तो काम नभएपछि मैले मात्रै बनाउनु भए म पनि बनाउन सक्थेँ, मिस्त्री हो म पनि। तर हाम्रो देशका इन्जिनियर मिस्त्रीको दिमाग आउँदो भएको पनि इन्जिनियरले खाइदिएको हुन्छ खालि क्वान्टिटी पुर्याउनलाई। नेपाल सरकारसम्म पुगोस् यो कुरा, यो भिडियो।